त्यसले काटेन बन्चरमा आइले ठुकुरी मागेर ल्याउ न काटेन त्यसले काट्दैन होला त्यसले काट्दैन क्या धारै छैन त्यहाँ काटो यसले खानु ल सबै काट्ने तिमी अनि प्लेट चढिसक्यो त्यहाँदेखि पिज्जा माथि त खाने मात्रै काट्नु ए खाने मात्रै काट्यो नि जता तता काट्नु थाल्यो त्यो बन्चरले बङ्ग काट्ने हो क्या होइन त्यो होइन प्लेट हो त्यहाँ राखेर खानु एउटा दिनु भाइलाई बाबुसँग छेउमा टेकिराखेको छ ऊ पनि आफै निकालेर खान्छ एउटा खाने थियो सर दुई होइन हाल्नु त्यति त्यो खायो भने झन् दिमाग बढ्छ क्या अगाडि म त ला मोमो खानै बिर्सेछु आन्टीको डामा अझै आउँदैछ आन्टीको नाम हो जाडो बहुछ तिमीले त 3 बजेमा आउनु भनेको थियो 3 बजे आएर पनि गइसक्यो जाडो हेरेर जाडो के भन्छ उता हामी यही किन्न मात्रै आए जस्तो मोमो कर्नर एउटा मोमो मात्रै पाउने ठाउँ कहाँ छ मोमो मात्रै पाउने ठाउँ किन्छ क्या हेर्नु न मैले बनाएको रोटी दिदीले चाहिँ मुनिको सानो सानो है मगन्ती यसरी पूजा गर्नुपर्छ
फेरि एउटा बनाउँछु ल हेर्नु ल ओइ तेल मेरो त ओइ जानु कता कस्तो आफैले भिडियो गर्दै गाह्रो पो भएछ हौ हेर्नु न बुढा यस्तो राम्रो रोटी पोलेको दिदीले चाहिँ कमलेको गु जस्तै भनिदिन्छ हेर्नु त यो कमलेको गु जस्तो छ भेनालाई सोध्नु त कस्तो राम्रो खिचेर चाहिँ यो लाइटले गर्दा पो देखेको त्यत्रो उसले उसले बनाएको हेर्नु ल यहाँ दिदीले बनाउनु भएको हेर्नु ल मैले बनाएको यस्तो उसले बनाएको चाहिँ यहाँ हेर्नु न यो तैँले हातले बनाएको हो त्यस्तो गर्नु के हो यो हेर्नु त सोध्नु त भेनालाई कमलेको गु यस्तो हुन्छ उसले दिनकै हेर्दो रहेछ क्या कमलेको गु यहाँ हेर्नु है कति राम्रो मैले पोलेको कमलेको गु अरे मलाई कस्तो चित्त दुख्यो एउटै हो तर खजानेको क्या फिचेको यहाँ माथिसम्म तर यहाँको बाटो ल यो के हो यो ठाडो के हो दाउरा बाँसहरू रोक्ने होला हौ यो उ त्यसरी निकाल्छ दाउरा ऊ अनि तिनीहरूले टिपेर लान्छ ठुलो उतादेखि यता आउनु पर्यो भने तर पानी परेको बेला मात्रै बढ्छ क्या यता यता पनि आउँछ त यता यता है अस्ति पनि आएको थिएछ यस्तो मेला जाने कहाँ लाग्छ बहिनी मेला अहिले महोत्सव हो महोत्सव हो बर्बाद भयो होला मानिसहरू पनि त्यहाँ तेल लगाएको छ छैन होला अर्कै पानीले बिगारे कस्तो पानी परेको नि तपाईँ डराउनु यत्रो पानी आयो नि म त दमा गएको थिएँ कि राति 8 बजी आएको आम्मामा पत्री जङ्गलमा बाटो नदेखेर हिँड्नु भएर घर फेरि भन्छ अहिले नकिनेको भेनाले किनिदिनु हुँदैन भनेर म पत्याउँदिनँ के चाहिँ लुगा दसैँको अनि फेरि किन मैले किनिनँ त खोइ त छैन त किन नक्कल पारेको कस्तो झुट पत्याउँदैन हौ सुन्नु है बुढा हेर्नु त हाम्रो सानोबाट आँपले फलेको ए तिम्रो कत्रो रहेछ यहाँ उफ्यो कत्रो भएछ आँप कत्रो मलाई भेनाले आना छिटो ल ल आना
फेरि फेरि ल खोइ त हान न छिटो फाइट पर न ए जगर जुगर गर्नु छैन लट्ठी के फालेर गरेको हात हातले पर हातले लट्ठी फालेर दुवैजनाले लु उसको पनि फाल्दियो मौसमको पनि फाल्यो मौसम पनि फाल्यो ल यसरी पर पर फाइट लाप्पा लाप्पा गेट सेट गो लाप पर हान छिटो एक लात देऊ यहाँ आउँदै यहाँ आउँदै यहाँ ल ल तुरीमा हान मर्छ यसरी यसरी खेल न यसरी लाप्पा ठेला यसरी सुरुमा लु आऊ झम्मै हान न गालामा छि फोरै फोर के हुँदैन अब नहुनु पर्छ एकछिन यहाँ ओल्केता हान छिटो फाइट पर न ए आम्मामा कति चिसो पानी ल भाइ पक्री एकचोटि भाइको हात तेरो चिसो हातले सराक्सिरी गर्दैन उसको मुखहरू हातहरू खोइ परेको फाइट लु सिसिकार मेरेर परान्छ अबे भयो मेरो नाली मारिहाल्छ नि सिसिकालाई म त फेरि हस्पिटल सिसिकार दरो गरे अह ल मरिस् त